हे युट्युब फ्यामिली, दिस इज आर्टे ब्लग। आजको ब्लगमा तपाईले स्वागत छ र आजको ब्लगमा म तपाईहरुलाई भन्नेवाला छु तपाईहरु युट्युबर हुनुहुन्छ भने 5 यस्तो मिस्टेक नगर्नु होला जुन मिस्टेकले गर्दा तपाईको च्यानल पनि मेरो जस्तो ग्रो हुनेवाला छैन। यस्तो भिडियो चाहिँ म किन बनाउँदै छु भने यस्तो भिडियो बनाउनुको रिजन चाहिँ रहेको छ हाम्रोतिर अहिले दशैंको लागि प्रिपेयर हुँदैछ, दशैंको लागि क्लिन गर्दैछु। सो सबैतिर क्लिन गर्दैछौं, त्यसैले अलिकति भिडियो बनाउनु पाएको थिइन। हिजो चाहिँ पाएको थिइन, अरु दिन चाहिँ पाइराखेको थिएँ। एन्ड आज बिहान बनाउँदैछु, सर्ट र छिटो बनाउँदैछु। सो 5 यस्तो मिस्टेक भन्नेवाला छु तपाईहरुलाई। एन्ड त्यो मिस्टेकले गर्दा तपाईहरुको च्यानल ग्रो हुनु अलिक धेरै नै गाह्रो छ। मिस्टेक भन्नुभन्दा पहिला तपाईहरु तलको भ्यू हेर्नु होला। यहाँ हेर्नुलाई घाम लागिराखेको छ। सो मिस्टेक नम्बर 1 यो रहेको छ कि तपाईहरु एउटा क्याटेगोरी चुज गर्नु होला एन्ड त्यो क्याटेगोरीमा अन्ली एउटा मात्र भिडियो हाल्नु होला, डिफ्रेन्ट टाइपको भिडियो नहाल्नु होला। जस्तै कि एउटा गेमिङको, एउटा ब्लग, एउटा टेक, एउटा एजुकेसनल, यस्तो टाइपको भिडियो चाहिँ नहाल्नु होला एउटै च्यानलमा। अनि त्यसपछि तपाईहरु एउटै च्यानललाई ग्रो गर्नु होला, एउटा च्यानलको क्याटेगोरी पक्रिनु होला एन्ड त्यही च्यानललाई ग्रो गर्नु होला। बिकज मैले चाहिँ धेरैवटा च्यानल बनाएँ एन्ड एउटै च्यानलमा काम गरेको भए यतिखेर मेरो धेरै नै सब्सक्राइबर हुन्थ्यो। यही थियो मिस्टेक नम्बर 1। अब हामी बढौँ नेक्स्ट मिस्टेकको तर्फ। हाम्रो नेक्स्ट मिस्टेक रहेको छ कि तपाईहरु आफ्नो भिडियोमा एसइओ गर्नु हुँदैन। यदि तपाईहरु आफ्नो भिडियोमा एसइओ गर्नु भएन भने सर्च बारमा भिडियो जाँदैन। बिकज सर्च बारबाट नि धेरै नै भ्युज आउँछ। त्यसैले तपाईहरु आफ्नो भिडियोमा राम्ररी एसइओ गर्नु होला, ट्याग डिस्क्रिप्सनहरु राम्ररी लाउनु होला। एन्ड यो चाहिँ म आफ्नो एक्सपिरियन्सले भन्दैछु, किनभने मलाई थाहा छ, हल्का भानी थाहा। त्यति धेरै पनि युट्युबको बारेमा नलेज छैन, बट जति छ तपाईहरुलाई शेयर गर्दैछु, किनभने जति नलेज शेयर गर्यो त्यति नै बढ्दै जान्छ नलेज। र अब हामी बढौँ मिस्टेक नम्बर 3 मा। सो हाम्रो मिस्टेक नम्बर 3 रहेको छ कि तपाईहरु भ्युजको पछाडी मात्र नभाग्नु होला एन्ड आफ्नो सब्सक्राइबरलाई पनि, आफ्नो लोयल सब्सक्राइबरलाई बिल्ड गर्नु होला। एन्ड लोयल सब्सक्राइबर भनेको कस्तो हो कि लोयल सब्सक्राइबर भनेको तपाईको भिडियो लङ टर्मसम्म त्यो अडियन्सले हुनुपर्छ। जस्तै कि अर्को सब्सक्राइबर भनेको सर्ट टर्मको लागि सब्सक्राइबर कस्तो हुन्छ भने तपाईहरुले एकजना गेमरलाई सब्सक्राइब गर्नु लाउनु भयो तपाईको ब्लग च्यानलमा, तपाईको च्यानल त सब्सक्राइब गरिदिन्छ बट तपाईको भिडियो हेर्दैन। त्यसैले च्यानलको रिच एकदमै डाउन हुन्छ। त्यसैले तपाईहरु अन्ली लोयल अडियन्सले मात्र बिल्ड गर्नु होला। सो मलाई पनि भन्छ कतिले त्यसले सब्सक्राइब गर्नु ला, त्यहाँदेखि सब्सक्राइबर बढा भनेर, तर म त्यस्तो गर्दिन। बिकज मलाई थाहा छ लोयल अडियन्स बिल्ड भएन भने कस्तो हुन्छ भनेर। गाइज अब हामी बढौँ मिस्टेक नम्बर 4 र हाम्रो मिस्टेक नम्बर 4 यो हो कि तपाईहरु क्लिक बेट थम्बनेल नबनाउनु होला। क्लिक बेट थम्बनेल भनेको चाहिँ कस्तो कि तपाईहरुको भिडियो अर्को छ र थम्बनेल अर्को छ। मतलब थम्बनेलमा के अर्थ छ, भिडियो के अर्थ। र तपाईहरु यस्तो चाहिँ नगर्नु होला। एन्ड यस्तो गर्नुभयो भने तपाईको अडियन्सले तपाईलाई जुन ट्रस्ट छ नि तपाईले अडियन्सले गरेको त्यो ट्रस्ट चाहिँ तोडिनेवाला छ। त्यसैले धेरै क्लिक बेट थम्बनेल बनाउनु भयो भने तपाईहरु इग्नोर पनि हुनु सक्नुहुनेछ। तपाईहरुलाई आज मैले थोरै नलेज दिएको एन्ड आज ब्लग भएन, किनभने हिजो मेरो थोरै काम परेकोले गर्दा मैले ब्लग बनाउनु पाएन। एन्ड घरिघरि तपाईहरुले नलेजको पनि नलेज पनि दिउँ भनेर सोधेको। धेरै नलेज दिन्छ त्यस्तो चाहिँ नभन्नु होला। एन्ड सो त्यही हो गाइज, पछाडि हेर्नु होला आजको भ्यू। सोधेको कि सोचेको। र तपाईहरु जुन फिल्डमा काम गर्दै हुनुहुन्छ त्यो फिल्डमा तपाईहरु आफ्नो बेस्ट दिनु होला त्यो फिल्डलाई। एन्ड जतिसम्म बेस्ट दिनु होला, ट्राई गर्नु होला, डोन्ट गिभ अप। र म चाहिँ मेरो चाहिँ के हुँदैछ मलाई थाहा भएन, मेरो कुरा त छोडिदिनुहोस्, म त मोटिभेसनल मात्र दिने हो। सो तपाईहरु म भन्दा नि बेस्ट हुनुहुन्छ, ट्राई मात्र गर्नु होला। बेस्ट मतलब मेरो त के छ र मेरो भन्दा नि बेस्ट, अझै बेस्ट गर्नु होला र एकअर्कालाई सपोर्ट गर्दै जानु होला। एन्ड आउनुहोस् एकसाथ ग्रो गरौँ। यस्तै थियो गाइज आजको ब्लग राम्रो लाग्यो भने लाइक शेयर एन्ड सब्सक्राइब। थ्याङ्क्स फर वाचिङ दिस भिडियो। टेक केयर, बाई बाई।
अब हामी बढौँ नेक्स्ट मिस्टेकको तर्फ। अब हामी बढौँ नेक्स्ट